पीएनजी बनाएर पठाइदिन्छ कि उता हाइलाइट्समा अनि उठी चाहिँ जस्तो आज आउँदैछ कम्युनिटी बनाउँछ कि पोस्टर दुईटीको पोइ सबैको गाडीमा आयो भने तल ठराउ अरे टाइट मात्र दिनु तपाईलाई फोटो लेन्समा ल हामी दुईटीको पोइको सुटिङमा छौँ दुईटीको पोइको सुटिङमा छौँ हामी हाम्री मिन बहादुर यता हुनुहुन्छ सपना नदेख्नेलाई अन्त मेकअपलाई सपनाको याद आउँछ गरे जाउँ जाउँ होइन मैले गर्छु नि पहिले मैले गरे हेर्नु न कति गर्दै के छक्कपट्टि तर एक्सन फेरि हेरिरहनुहोस् मलाई हेर्नु मलाई हेरिरहनुहोस् मुन्टो हल्लाउनुहोस् हो यति चाहिँ के म अझ पाइन्छ अझ नहल्लिनु नि भने अनि सकिएपछि के भयो फेरि अझ पुग्दैन अझ पुग्दैन धेरै लामो त डालेको ल जाम अलिकति थोरै जाम हेरे भयो त्यो ठुलो खुट्टा उठेको भइहाल्छ पछाडि अहिले जस्तो गर्नु है नर्मल हेरिरहने सुनिरहने होइन हो यस्तो मैले के भने मेरो कुरा सुन्नु है त बोका खास्यो र तिम्रो गिरी खाना फेरि एकदम तिमी बोका खास्यो र हेर्नु पर्यो छैन हो देखिसक्यो जिउ अलिक ओठा लिपस्टिक छ मेरो ओठभन्दा माथि जुङ्गा छ त्यसै ठिक हुन्छ बुम्का छ ठाउँमै अब बिस नबजाउनु भने म्याडम अनि आवाज आएन तिम्रो ओठा लिपस्टिक त्यो त ठिक छ कहाँ ठिक हुनु तिम्रो ओठमा लिपस्टिक छ मेरो ओठभन्दा माथि जुङ्गा छ त्यसै ठिक हुन्छ त्यसै भए मलाई तिम्रो जुङ्गा ल्याउ नि त कहाँ जुङ्गा अनि मैले तिमीलाई के खानालाई जाने कि मेरो खबर सुनाउनु भन त बेलुका भेट्नलाई ल मलाई असन्चो भयो अरे असन्चो उपचार गर्थ्यौ त ल ल मलाई ठाउँको ठाउँ अहिले असन्चो भयो अरे उपचार गर्थ्यौ त तिमीले माने गरिहाल्छु नि यो उपचार के गाह्रो छ र मलाई आउन पहिले गरिहाल्छु पहिले मानवीय नाता भन्छ पछि हात नाताको नाता भनेर हात नाताको नाता उता सम्झिनु भयो क्या तपाईँले ल रोक क्यामेरा एक्सन कहाँ हुन्छ हेलो डिएमकी डिएम मिडियामा नमस्कार म रविश ड्याम ड्याम कहाँ हो ड्याम ड्याम यता हो ड्याम ड्याम उता नि छौ यहाँ ड्याम ड्याम प्रकाश दाल भन्ने एउटा क्यामेरा पहिला चलाउँथ्यो त्यो नूतन उसको टिमहरू ग्रुप एउटा रिल्सको 100 रुपियाँ यो एउटा रिल्स खिच्दिया तपाईँको एक्सक्युज मी तिमी 22 धारातिर खिच्ने मान्छे हो र होइन 100 रुपियाँ अनि 22 धाराको बालाले त 50 रुपियाँ दिन्छ क्यामेरा बोक्ने रे अब ओइ यस रोलिङ उता पछाडि रोलिङ यस माथि गएको निकाल बिस्तार जानु ल लौटिङ जानु ल फेरि दादा त्यहाँ बाख्रा छ छोड्दिनु विशाललाई दिनु के
यसले अनलाइन दिन्छ भन्ने डर मलाई दिलीप दाई क्यामेराम्यान भइसक्नु है राजकुमार सरको जागिर चैट यस विशालजीको पनि चैट क्यामेरा खुब डराइरहेछ यो बाबु लाउ भारी हुँदो रहेछ आमा साह्रै गाह्रो पर्छ ओके फर्स्ट टाइम मैले क्यामेरा समातेर आज मैले आज खिचेँ ल उताबाट यता खिचिन् त खोइ दमने सर कहाँ जानुभयो जक्सन भनेपछि त हाम फाल्नु के बाबा गाउँतिर छन् कि समिता अर्को सुटिङ पुतली के छ त हालखबर यस्तो क्या यस्ता यस्तो क्या सुन्नु न साडी लाएर आए भने कालो चस्मा लायो भने पत्लक्कै ढल्छ होला डरेम बुढाको लामो डालेको यहाँ दिनुपर्छ छिटो न अब जाउँ हामी जाउँ न ल क्यामेरा फिट हुँदैछ के तलबाट हेर है एक्सन खुसी बोल्यो बोल्यो भने एकछिन मलाई पहिले नै थाहा थियो त आउँछेस् भनेर ओके हेर गङ्गा मलाई किन तिमीहरू दुई दिएपछि भित्र के हुन्छ ल जाऊ रोलिङ एक्सन हेर गङ्गा मलाई किन तिमी दुईतिर देखेपछि मेरो मनभित्रैबाट के हुन्छ किन उता फर्किराखी गङ्गा यता फर्किन यता किन उता फर्किराखेकी गङ्गा यता फर्किन यता अर्को पहिला मलाई हेर्नुहोस् है अनि ट्याक्क उता यता फर्किन भनेपछि एक्सनमा उनी आइन् अहिले त क्यु मात्र उतादेखि हेर्नु ट्याक हेर ढुङ यति छ नि हेर मेरो दाजु विष्णु दाजु पहिले रियाक्सन अबदेखि म तिम्रो यस्तो के पुरा त्यसमा खेल्नुपर्छ कि पहिले रियाक्सन मेरो दाजु विष्णु दाजु मेरो गाउँले मेरो छिमेकी मलाई माफ गरिदिनु अबदेखि तिम्रो श्रीमतीहरूलाई म जिस्नुहुन्न यति चाहिँ ल लुक गर्नुपर्छ कि त्यो सौदी कपले कता जनले शक्ति कपुर ल रोलिङ एक्सन ल मुड यता फर्किन ल अब यता पनि चाहिन्छ यो त्यसो होइन मेरो यताबाट तिमी स्वास्थ्य इन्ची हुनु हो कि मेरो हिरो आयो पहिला तल खुट्टाबाट खिचिहाल्छ त्यस्तो केही हुँदैन फर्स्टको आँट मेरो यो पैसाको माला उम्काउनु रोलिङ आमै के हो यसले त पुरै गाउँमा बकम पुसेको कुरा गरेर हिँड्ने यो गाउँमा बकम पुसेको कुरा गरेर हिँड्नेको अन्त्येष्टिमा जानु पर्यो भने त मेरो मनमा यो गाउँमा ठाउँमा काल परिस्थिति एकदम खराब छ यस्तो पैसाको माला लाएर हिँड्दाखेरि तिमीलाई केही होइन गाउँमा काल परिस्थिति खराब छ यस्तो पैसाको माला लाएर हिँड्दाखेरि तिम्रो ज्यान तलमाथि भयो भने त अलि आज हामी दुईटीको पोएको सुटिङमा छौँ चन्द्रगिरीमा उता बोल्न मिल्दैन बोल्न नमिलेको कारणले म जाँदैछु अब कहाँ भनौँ अर्को घर जाँदैछु मोबाइल अफ हुँदायो म के गरौँ म अब सुन्यौ बुढा ऐन हेरेर के म कान सुन्दिन बिस्तारी भने हुँदैन उसले बोली के भन भनी अनि बा
कानको जाली फुट्यो छैन हो त्यो फेरि त बा कानको जाली फुट्यो छैन बिस्ने भने उसले मलाई हजुर भने बाले बोकेर भित्र लैजाऊ हस् छोरीलाई बोलाउनु बन्द ठाउँमा छोरीको घरमा किन आउनु पर्यो कुनै रियाक्सन बिस्तारै बोल अहिले फेरि छिमेकीले सुन्लान् भनेर सुने हाँन्छन् मलाई के मतलब भनेर ल कम्पोज बाँकी यतापट्टि खिचाउँ पहिला ल हाम्रो ड्युटीको पोइ डे सिन चाहिँ सबै सकिया छ अब इन्डोर बाँकी छ माथि खाना खाँदै हुनुहुन्छ के खाँदै हुनुहुन्छ म तपाईँहरूलाई सिक्न देखाउँछु म चाहिँ मम खाँदिनँ अघि रोटी खाएको के अरे लोकेसन पनि एभाइलेबल छ है के खाम रे खोइ थाल देखाउ त 3 थाल खान्छ विशालले हेलो एक्सक्युज मी सर नमस्ते नमस्कार हजुर के आज डे सिन सक्यो हो डे सक्यो अब इन्डोर छिर्ने इन्डोर 10 दिन जति हुन्छ 10 दिन लाग्छ ओके बा के खाँदै हुनुहुन्छ माम भात खाँदैछौँ हामी ओके अब बत्ती बालेर उज्यालो गरेर खाना पाएको भए दिउँसो खाएको हुन्थ्यो अँधेरो छ बेलुकाको खास त भन्छ हो उज्यालै छ त्यो धमला किन लुकेको यिनीहरू जेन्जी हुन् जेन्जी लखटेका नेतालाई ड्याम युट्युब च्यानलमा यो आउँदैन हाइजस नेपालमा आउँछ सबैले हेर्नु होला एउटा ड्याम एउटा ट्याप ट्याउ हाम्रो भान्सा दादा त्यो अरे भातै खान नदिने हजुर हो र दाल छ भनेर नल्याए के मैले नपकाउनु भने मैले के छ तिमी खानु हो सबैलाई ठिक उयो देख्यो धेरै छैन जान्ने फेरि खाना मिठो छ राम्रो छ दालको आवश्यकता छैन हेर नि त्यो फुल लिएर बस्यो पड्किन्छ मासु र मजाले बा छेउमा उहाँ पड्किनलाई से बम ऊ मासु र भात खान पाइयो मजाले यो भन्दा के चाहियो होइन मासु र भात खाइएको छ रक्सी चाहिँदैन उसलाई त फेरि कान्छी छ आज न उसलाई अँध्यारो भएको छ अन्त गाह्रो छ मलाई कान्छी आएन आज त्यो भएर अँधेरो भयो आज जेठी छ मात्रै पछिल्लो गाछ भन्दा बढी छिर्दैन एकजना फेरि यहाँ आउनुहुन्छ उहाँको बिचरा कान्छी आइसा छैन उहाँ राजालाई बिचरा पछिल्लो गाछ भन्दा पटकै नछिर्ने भएको छ आज पहिलो घाँस गा होइन पछिल्लो घाँस चाहिँ जान्छ दादाको दिदी दही छ मलाई बा आँखा बन्द गर्नु न फोटो खिच्नु फोटो पनि खिच्दिनु है सर फोटो खिच्दिनु फोटो खिच्दिनु है फोटो सर भरे मलाई पठाइदिनु पर्छ फोटो एकछिन उसले बोल्यो चुप गधा पाजी मूर्ख अरूको श्रीमतीलाई खुबै जिस्क्याउँछस् रे त पापी होस् पापी आफ्नो श्रीमतीलाई घरमा राख्न सकिनस् त्यही भएर तेरो श्रीमती पहिला गई खुबै त्यो विष्णुको श्रीमतीहरूलाई फोन गरी तर्साउँदो रहेछस् अब तेरो आज अन्तिम दिन हुनेछ बुझिस् नानी लुक यता मिल है पर्छ यार त्यसको कुममा हेर्दा हुन्छ अलिकति आइदिनु नि ती तपाईँलाई हेरेर भइहाल्यो म त यही बसिदिन्छु के ल मोड चुप दाँत धेरै सेतो गधा पाजी मूर्ख चुप गधा